ओके अहिले चाहिँ म यहाँ बसिरहेको छु है यतापट्टि तपाईँलाई चाहिँ हल्का देखाउँदै जान्छु हेर्दै गर्नु होला अब यहाँ चाहिँ एउटा ठुलो पुल आउँछ होइन त्यो पुल चाहिँ एकदमै यहाँको फेमस ठाउँ हो यहाँ चाहिँ दुईवटा यतापट्टि राइट एन्ड लेफ्ट साइड दुवैपट्टि चाहिँ समुद्र रहेको छ भने हामी चाहिँ अहिले बिचको बाटो गइरहेका छौँ अब अगाडिपट्टि देखाउँछु तपाईँलाई यस्तो छ है यो ठाउँमा चाहिँ एकदमै राम्रो छ ल यो ठाउँको नाम भनौँ त यो ठाउँको नाम हामा हिगाजिमा यो ठाउँ गाइज हामा हिगाजिमा भन्ने ठाउँ रहेको छ है यस्तोपट्टि छ पहाडीपट्टि देख्न सक्नुहुन्छ पहाड रहेको छ भने चाहिँ यतापट्टि किनारमा समुद्र रहेको छ है हामी चाहिँ अहिले चाहिँ गाडीमा टुर गर्दैछौँ यस्तो छ दिउँसोको समय रहेको छ एकदमै गर्मी छ अनि अगाडिपट्टि अब हाम्रो चाहिँ सिग्नल आएको छ हामी सिग्नलबाट चाहिँ हामी लेफ्ट जान्छौँ है त केजीमा जाने कुरो भएन अब चाहिँ हामी चाहिँ यसो तपाईँलाई चाहिँ रोडतिरको साइडको भाग देखाउँछु समुद्र चाहिँ धेरै राम्रो छ टाइम भयो भने घुम्न आउनु होला बाहिरपट्टि चाहिँ समुद्र एकदमै राम्रो छ है यस्तो छ गाइस हेर्नुहोस् समुद्र हेर्नु त वाओ भन्ने यस्तो छ समुद्र चाहिँ यो चाहिँ ओकिनावामा रहेको छ होइन कृपया भिडियो फुल हेर्नु होला अनि लाइक गर्न चाहिँ नबिर्सिनु होला है त यो तपाईँको अपर्च्युनिटी हो हेर्न पाउनु पनि एकदम दामी छ सिन चाहिँ यसरी बाहिरको भाग यस्तो रहेको छ होइन पुरा माथिपट्टि हेर्नु त बादल पनि एकदमै क्लियर रहेको छ यो चाहिँ यहाँको चाहिँ पुल रहेको छ गाइस सिधै जाने हो कि उता जाने होला भन्नु जे गरे नि हुन्छ के गर्ने उता मेला मोटर्स नाम न के गर्ने हो लगाउनु भन्नु जे गरे नि हुन्छ जाने भए म्याप हेर्नुपर्छ हजुर जाने भयो भने म्याप हेर्नु